गणतन्त्रबाट स्वतन्त्र हामीलाई पहिले हाम्रो नेपाल किन यसो चाहियो। भनेको त We don't want the गणतन्त्रले republic. मान्छेलाई We want Nepal first. छुट्टो हामीलाई छुट्टो नेपाल चाहियो। जाति Not गर्दै republic. त्यो मानेमा, yes, यिनीहरूले त्यो यसो मानेमा, गरेर yes. सिकाए। हैन त्यही भएर हाम्रो जुन गणतन्त्रबाट किङडम स्वतन्त्र अफलाई मिल्काएर रिपब्लिक अफ जुन बनाएको छ नि, शाहको उपदेश we want the freedom हामी एक from the हुनुपर्छ republic. भन्ने त्यो नेपाललाई सनातन कुनै पनि संविधान प्रिफिक्स चाहियो। चाहियो। त्यसलाई संविधान नेपाल नै हो। त्यही भएर यहाँ पहिला नेपाल के चाहियो। भन्नुभयो त्यो अर्थ हो यो। Yes. टुटाउने कुराबाट अब एक हुनुपर्छ। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर स्वतन्त्र हुनुपर्छ, जातिबाट स्वतन्त्र यसको प्रथम हुनुपर्छ। यसको गाथोमा पृथ्वीनारायण शाहले हामी एक हौँ जसरी भनेर उसको तस्बिरमा नै झल्किन्छ। यही 20 वर्ष त्यसरी नै पृथ्वीनारायण शाहको संविधान भन्नुपर्छ, हामी एक हुनुपर्छ। पृथ्वीनारायण शाहलाई यसरी बिर्साउने भन्नुभएको छ। प्रशस्त यो कुरा मलाई साह्रै प्रयास मन पनि पर्यो। गरियो। एक हुनुपर्छ। भयो नि होइन? मान्नुहुन्छ नि? भयो, एकदमै भयो। त्यही भएर यहाँ भन्नुभएको छ यो भयो गणतन्त्रबाट र एउटा हामीलाई कुरा त के सिकाइन्छ हामीले अलिकति भन्दा इतिहास पनि हेर्नुपर्छ। स्वतन्त्र नै पृथ्वीनारायण गणतन्त्र